साला सुँगुरले पो खान्छ त आटाको झोल त के मान्छेले खान्छ जब से मैं हूँ तब से है तू पाक्यो मुझको मेरे रब की कसम बोरा काटे जस्तो तिमीहरूको चाहिँ खुब राम्रो है रोटी बनाउन आँटेको फेरि गिल्लो रोटी बनाउन आँटेको कसले बनाए गिलो रोटी आटाको झोल बनाएको ए के भन्नु हौ अब के भयो के हो आटाको झोल चाहिँ दाल नि अब दालको सट्टामा आटाको झोल कस्तो हुन्छ आटाको झोल चाहिँ यही भइसक्यो नि बेसी खाएर कहिले चाहिँ खायो बेसी चाहिँ जहिले तैँले आटाकै झोल आटाको झोल भोलि पनि आटाको झोल मुसुरी दाल ल्यायो नि तिमीहरूको कुनी के अरे चिलाउने घाउ चिलाउने अर्को कालो दाल ल्याउँदा कुनी के चिलाउने बनाइदिएको आटाको झोल यसमा त केही बल्झिँदैन एकदम अर्ग्यानिक यो भन्दा त बरु पानी मात्रै उमाल्नु नि पानी झोल ठिक हुन्छ के आटाको झोल भइसक्यो छ्या के हो नखाउ न अन्त नखाउ तिमीलाई कसले कर लाग्छ खा भनेर त्यस्तो कर लाग्यो भने मात्रै भन्नुपर्छ के खानु अन्त सुक्खा खानु सब्जी भात खानु के सब्जी सब्जीमा के छ साग अन्त कि सागको सब्जी अन्त के चाहिँ चाहियो भोक लागेको बेलामा सागको सब्जी हेऱ्यो त्यो सुक्खा पो खानु अरे दाल होला म त मुसुरी दाल पो होला भनेको मुसुरी दाल यो घरको दुश्मन हो भनेर थाहा छैन के को दुश्मन सुस्मन आटाको झोल चाहिँ के हो अन्त सबले खान्छ त्यो सबले खान्छ आटाको झोल चाहिँ चुच्चा कसले केही नभनी खान्छ त्यही भएर मैले आटाको झोल बनाइदिएको भइसक्यो अब त छ्या तिमीले जानेको रहेछ है आटाको झोल खानु चाहिँ हामी त पहिल्यैदेखि खाएको है राम्रो हो केही हुँदैन अब यहाँनिर यस्तो अदुवा कुटेर हाल्नुपर्छ है अच्छा के भने खानु जानेको अन्त मान्छे भएपछि सबै त खाइराख्नु पर्यो त अन्त जहिले तैँले मिठो मात्रै खाएर हुन्छ नमिठो पनि त खानु पर्यो मिठो खाएर सबै यहाँ आन्द्रामा लेउ लाग्दैन अन्त लेउ लाग्यो एक गिल्लो रोटी आटाको झोल खाएर सुकेको हो नि म सरम लाग्छ है म त कतातिर अनुहारहरू लुकाउनु होला है यस्तो बोल्दाखेरि चाहिँ मान्छे भएपछि त भएको कुरा गर्नुपर्छ है हौडेको त नगर्नु पो आफूले भात खाने बेलामा चाहिँ चराले ठुङ्गेको जस्तो भात टिप्छ अन्त मोटाउँछ त्यस्तो मान्छे कुरा गर्छ झन् अलिक भोक लागेको थियो मजाले खानु पर्यो भनेको त आटाको झोल पो अरे देखेकै है खाएको तिमी भएको जस्तो कुरा गरिबस्छ साला सुँगुरले पो खान्छ त आटाको झोल त के मान्छेले खान्छ कुरा गर्छस् के को सुँगुर किन हात लाग्यो तैँले भन्दा सुँगुरलाई दिने जस्तो पकाएको जस्तो लाग्यो क्या अन्त के सुँगुरले त खान्छ त आटाको झोल दिइहाल्छु अहिले म तेरो सुँगुर दिन्छस् अहिले भोट पाइदिन्छु अहिले घोप्टाउँछस् तेरो हात साथ भाँची पो दिन्छु म हेर्न साँच्ची नपत्याएको के घोप्टाइदिउँ अहिले भन्दैछु है म न्यु नखोजी बस है ज्यादा के को न्यु खोजेको हो त अन्त किन हात लगाएको अन्त अन्त किन बेहोरा देखाउँछस् अन्त हो त सुँगुरले खाने त सुँगुरले खाने त हो त अन्त तँ नखान त हामी जस्तो सुँगुरले खान्छौँ भयो होइन तँ मान्छे हो कुरा गर्छ चड्कान हान्छु है म ओइ राक्षस